माता तीर्थ निवासी निर्मला आमाको संख्यामा 125 रुपियाँ सहयोग गर्नुभएको छ। बाँका निवासी शर्मिला मर्जनजीले 120 रुपियाँ सहयोग गर्नुभएको छ। माता तीर्थ निवासी मन्त्री मायाजुले 105 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँहरूको नाममा र दमनी गोवाको नाममा सम्झना निवासी श्री कुमारजीले आमाको संख्यामा 5 रुपियाँ सहयोग क्षेत्र बहादुर सुब्बाजीले 150 निवासी रेणु गुरुङजीले 150 सहयोग गर्नुभएको छ। घाटी निवासी सन्जु लामाजीले 550 सहयोग गर्नुभएको छ। त्यसै गरी घाटी निवासी अकुलाजीले आमाको संख्यामा 55 रुपियाँ सहयोग गर्नुभएको छ। सादिक निवासी सन्त बहादुरजीले 110 रुपियाँ सहयोग गर्नुभएको छ। भक्तपुर निवासी नानी मायाको सम्झनामा 105 सहयोग गर्नुभएको नानी मायाले 105 सहयोग गर्नुभएको छ। त्यसै गरी भक्तपुर निवासी जानुका बरालजीले 120 रुपियाँ सहयोग गर्नुभएको छ। सतुङ्गल निवासी खेमा प्रधानजीले 110 गर्नुभएको छ। बालकोट निवासी क्षेत्र कुमारजीले आमाको सम्झनामा सहयोग गर्नुभएको छ। उहाँको आमाको स्वर्गमा बास होस् भन्ने हामी कामना गर्छौँ। गुम्बाराई निवासी श्याम अर्जुनजीले 105 सहयोग गर्नुभएको छ। विष्णुमाया नेपालीजीले आमाको सम्झनामा 105 सहयोग गर्नुभएको छ। त्यसै गरी दुसुन्सा निवासी सरिता साईजीले आमा चञ्चलीको सम्झनामा 105 सहयोग गर्नुभएको छ। त्यसै गणेश नाम निवासी सन्जु नेपालीजीले आमाको सम्झनामा 105 सहयोग गर्नुभएको छ। जोरपाट निवासी मेरा श्रेष्ठजीले 115 सहयोग गर्नुभएको छ। उहाँलाई धन्यवाद। उहाँहरूको पितृको स्वर्गमा बास होस् भन्ने कामना गर्न चाहन्छौँ। त्यस्तै धुलिका निवासी झिलमायाले आमा टिका कुमारको सम्झनामा 120 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। काठमाडौँ निवासी रिता लामाजीले 110 रुपियाँ सहयोग गर्नुभएको छ। धादिङ निवासी राममायाजीले आफ्नो आमाको सम्झनामा 110 रुपियाँ सहयोग गर्नुभएको छ। भगवती पुराजीले 60 लाख साथको सम्झनामा सहयोग गर्नुभएको छ। त्यसै गरी अगाडि बढाउनु अगाडि जम सम्पूर्ण भक्तजनहरू कृपया चौमा आएर प्रत्यक्ष भजनको आनन्द लिनुहोला। सम्पूर्ण भक्तजनहरूलाई आदरणीय भक्तजनहरूलाई आग्रह गर्दछौँ हामी केही समयपछि हाम्रो अनि खोइ सानी अब खोइ
होइन पहिलाभन्दा बढी मान्छे लामा पहिलाभन्दा बढी मान्छे